कसरी छानिन्छन् रासोपाको समानुपातिक सांसदका उम्मेद्वार? केही समय अघिसम्म रासोपाका नेताहरू भन्थे हामी मिसन 84 को तयारीमा छौं। सबै कुरालाई समाधान गर्ने भनेर हामीले 84 लाई मिसन 84 भन्यौ। हामीलाई विश्वास छ तपाईले सघाउनु भयो भने एकै पटकमा बेथितिको मेन स्विच अफ गर्न सक्छौं। हामीलाई विश्वास छ 84 मा हामी आएपछि यो सब बढार्छौं। 2084 को इलेक्सनमा हामी चाहन्छौं जनताहरूले यो कुरा राम्रोसँग बुझ्नुहोस्, एउटै पार्टीलाई बहुमतको सरकार हुने गरी मत दिनुपर्छ। रविको सट्टामा 100 रवि यही सदनमा प्रवेश गर्नलाई 84 साल कुरेर बसेको छ। 84 मा चाहिँ हामीले यहाँ पल्टाउँछौं। मिसन 84 भनेर हामीले भनेको होइन, आम नागरिकले भनेका हो। अब 84 पछि यही सिलाएर बस्नुपर्छ त। रासोपाका अधिकांश नेताहरू संसददेखि पार्टीका कार्यक्रममा 84 मा देखाइदिने भन्दै यथास्थितिवादी दलका नेताहरूलाई खुल्लम खुल्ला चेतावनी दिँदै भ्रष्टाचार र बेथितिका विरुद्धमा बोल्थे। यो उज्यालो यो देशको उन्नतिको उज्यालो, यो उज्यालो नेपालको राजनीतिमा एउटा नयाँ युगको सुरुवात भएको उज्यालो। कांग्रेस, एमाले र माओवादीबाट वाक्क भएका जनताहरू रासोपाको मिसन 84 लाई ब्यालेटबाटै देखाइदिने अवसरका रूपमा बुझ्थे। तर राजनीतिको बढ्दो उचाइ, लोकप्रियतासँगै पुराना दलका नेताहरूमाथिको खबरदारीकै कारण रासोपा सभापति रवि लामिछानेलाई गत वर्ष प्रतिशोधपूर्ण मुद्दा बनाएर कांग्रेस एमाले सरकारले पक्राउ गर्यो। 84 मा देखाइदिने बताउँदै आएका रविलाई 81 मै कांग्रेस एमालेले जेलमा पुर्याएर देखाए। लगत्तै देशभरका रासोपा कार्यकर्ता कांग्रेस एमालेको सत्तासँग रुष्ट बने। रविमाथि साधिएको राजनीतिक प्रतिशोध विरुद्ध देशैभर रासोपा आन्दोलित बन्यो। कांग्रेस एमालेका नेता कार्यकर्ता समेत आफ्ना नेता र पार्टीसँग वाक्क भए। रविलाई कांग्रेस एमालेले गरेको व्यवहार अधिक शक्ति दुरुपयोगको मानवता विरोधी अपराधको रूपमा चित्रित भयो। रविलाई न्यायका लागि 45 लाख मानिसले ऐक्यबद्धताको हस्ताक्षर गरे। यही बेला रासोपाका कार्यकर्ताहरूले सामूहिक खबरदारी गर्दै भने कतिसम्म गरौला 84 मा हेरौला। तर समयले कुरेन। उनीहरूले कुरेको आवधिक निर्वाचन त 82 मै आयो, अर्थात् 84 त 82 मै आयो। भदौ 23 को जेन्जी आन्दोलन र यसमा कांग्रेस एमालेले गरेको मानवता विरोधी बर्बर दमनको अपराधले 24 भदौ घट्न पुग्यो। कांग्रेस एमालेको 2/3 को सत्ता 5 घण्टामै हेलिकप्टर चढेर भाग्नु पर्यो। जेन्जी आन्दोलन पछिको विषम परिस्थितिमा बनेको अन्तरिम सरकार निर्वाचन गराउन सक्रिय छ। तोकिएको फागुन 21 मै संसदीय निर्वाचन गराएर संक्रमणबाट सत्तालाई संविधानको ट्र्याकमा फर्काउने सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बताउँदै आएकी छिन्। अन्य दलहरू निर्वाचनको तयारीमा उत्साहित नदेखिए पनि रासोपा भने फागुन 21 को निर्वाचनका लागि कम्मर कसेर लागेको छ। परम्परागत दलका भन्दा स्वच्छ, क्षमतावान र पारदर्शी व्यक्तिलाई उम्मेद्वार बनाएर निर्वाचन लड्न रासोपाले प्रक्रियालाई सुरु गरिसकेको छ र रासोपा मिसन 84 लाई 82 मै फर्काउने अभियानमा लागेको छ। सो पार्टीका अनुसार फागुन 21 को निर्वाचनका लागि अहिले समानुपातिक सांसद सदस्य छान्नका लागि खुल्ला आह्वान चलिरहेको छ। रासोपाका अनुसार विभिन्न अध्ययनहरूबाट अहिले रासोपा नेपालको सबैभन्दा लोकप्रिय राजनीतिक दल हो र यसका नेता रवि लामिछाने पनि अत्याधिक लोकप्रिय नेताका रूपमा रहेका छन्। यही पृष्ठभूमिमा निर्वाचनमा होमिएको रासोपा 2/3 बहुमतका साथ सत्ताको नेतृत्व गर्ने र देशको आमूल परिवर्तन सुरु गर्ने होडमा छ। यही पृष्ठभूमिमा उसले पार्टी सदस्यता लिएका वा लिएर समानुपातिक सांसदको उम्मेद्वार बन्न पार्टीका नेता, कार्यकर्ता र शुभेच्छकहरूलाई आग्रह गरेको छ। कसरी बन्ने रासोपाको समानुपातिक उम्मेद्वार? रासोपाका अनुसार रासोपाको आगामी निर्वाचनको समानुपातिक उम्मेद्वार बन्न सबैभन्दा पहिले पार्टी सदस्यता भएको व्यक्ति हुनुपर्छ। निर्वाचन ऐनले उम्मेद्वार हुन कायम गरेको कानुनी योग्यताका साथ रासोपाले तोकेको योग्यता पनि उम्मेद्वारका लागि जरुरी हुन्छ। यस्ता उम्मेद्वारले 50,000 रुपैयाँ शुल्क सहित उम्मेद्वारीको निवेदन रासोपाको मोबाइल एप वा व्हाट्सएप अथवा उम्मेद्वार छनौट समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यलाई सम्पर्क गर्नुपर्नेछ। कति चाहिन्छ योग्यता? निर्वाचन कानूनले तोकेको बाहेक थप 2 वटा विषय थप गरेर रासोपाले आफ्नो पार्टीको उम्मेद्वार बनाउने घोषणा गरेको छ।
नेपालमा उन्नत राजनीतिक अभ्यास सुरु गर्न क्षमतावान व्यक्तिलाई राजनीतिमा ल्याउन र पुराना दलले पैसामा किनबेच गरेको समानुपातिक प्रणालीको गरिमा वृद्धिका लागि यस्तो मापदण्ड बनाइएको रासोपाका प्रवक्ता मनिष झा बताउँछन्। पहिला भन्दा कसरी अझै अब्बल व्यक्ति राख्ने, कसरी सुधार्ने भन्ने चुनौती त सदा रहन्छ। त्यसैले गर्दा मान्छेको अपेक्षा पनि त्यो भइसक्यो कि रासोपाको उम्मेदवार त यस्तो हुन्छ, समानुपातिकमा अरूको पार्टीमा जस्तो नेताको श्रीमतीहरू, अरूको पार्टीमा जस्तो ठूलो ठूलो व्यापारीले पैसा दिएर जसको कुनै सामाजिक राजनीतिक पृष्ठभूमि हुँदैन, देशप्रति कुनै योजना हुँदैन, कुनै अभ्यास हुँदैन, तर उनीहरू पैसा दिएर आउँछन्, हुन्छन्। विभिन्न राजनीतिक मुद्दाहरूमा कानूनी रूपमा बच्नको लागि पनि त्यो ठाउँहरू छन्, तर हामीले त्यस्तो अभ्यास गरेको छैनौं र राष्ट्रिय स्वतन्त्र पार्टीले पहिला भन्दा राम्रो। अहिले हामीले हेड हन्ट जस्तो हुन्छ नि, मान्छेहरू पत्ता लगाएर तपाईँ देशको लागि, राजनीतिको लागि केही गर्न चाहनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवारको आह्वान गरेको छ। त्यसमा फर्म फिलअप गर्नुहोस्, तपाईँ यो कोटामा पर्नुहुन्छ, महिला, पुरुष, मुस्लिम, जनजाति, खसारिया, मधेसी, थारू, यो सबै दलित कुन कोटामा पर्नुहुन्छ, पढ्न सक्नुहुन्छ भनेर। र त्यसपछि अन्त्यमा 15 दिन जुन बाँकी रहन्छ त्यसमा हाम्रो सुझाव, हाम्रो अनुरोध पश्चात उहाँहरूले एक किसिमको प्रक्रिया त पेश गर्नै पर्छ हैन, त्यो प्रक्रिया फेस गर्नै पर्छ। त्यसरी त्यस्तो हुन्छ। हामीले त्यसरी नै समाजले स्वीकार गरेको राष्ट्रियको विकासमा आवश्यक भएको समाज, अर्थतन्त्र, राजनीति सबै कुराको अनुभव भएको त्यस्तो व्यक्ति खोजिरहेको छौँ। उनका अनुसार पार्टीको विधान र व्यक्तिको इमानदारिता र स्वच्छताको सो घोषणा अहिले उम्मेद्वार छान्न अनिवार्य बनाइएको छ। योग्यता हेर्नुहोस्, मान्छेको अब शैक्षिक एउटा योग्यता भयो, सामाजिक चरित्र पनि एउटा योग्यता हो, त्यो सबै भयो। कुनै कानुनी कारबाहीमा, अपराधमा नपढेको, पुलिस केसदेखि सबै कुरामा, पुलिस रिपोर्टदेखि सबै कुरामा स्पष्ट सर्टिफिकेसन नै गर्नुपर्ने, लिएर आउनुपर्ने सो घोषणा छँदैछ। भविष्यमा यस्तो केहीमा परेको पाइएमा भन्ने कुरा, स्वीकारोक्तिको कुरा छँदैछ। यो सबै प्रक्रियाहरू स्पष्ट रूपमा राखेको छ। विधान अनुसार पार्टीको केन्द्रीय अनुशासन आयोगलाई सम्पत्ति विवरण र प्रहरी रिपोर्ट पेश गरेको व्यक्ति उम्मेद्वार बन्न सक्छ। यस्तै पार्टीले जारी गरेको पार्टीको मूल्य मान्यता प्रस्ट्याउने दस्तावेजहरूप्रति प्रतिबद्ध रहेको अन्य राजनीतिक पार्टी त्याग गरेको व्यक्ति निर्वाचनमा सहभागी हुन पाउँछन्। थप सो घोषणा योग्यता, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र पार्टी विधानमा उल्लेख गरिएका योग्यता बाहेक थप 5 वटा सो घोषणालाई योग्यताका रूपमा रासोपाले थप गरेको छ, जसमा सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण भएको, वैवाहिक अवस्थाको वैध स्पष्टता भएको, सार्वजनिक रूपमा प्रमाणित अनलाइन सहित घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार, धम्की, जात, लिङ्ग आधारित अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको र आफू वा आफ्ना परिवारका सदस्यहरूले उम्मेदवारीको समयदेखि प्रतिनिधि सभा सदस्यको सम्पूर्ण पदावधिभर एक अर्काका आधारभूत आवश्यकताहरू स्थिर रूपमा पूरा गर्न सक्ने नियमित र पारदर्शी आम्दानी स्रोत भएको सो घोषणा गर्नुपर्ने रासोपाले जनाएको छ। बन्न सक्छ ऐतिहासिक निर्वाचन। जेनजी आन्दोलनपछि मात्रै 8,38,000 नयाँ मतदाता थपिएका छन्। विदेशमा रहेका नेपालीलाई समेत मताधिकार दिन खोजिएको यो निर्वाचन आफैमा ऐतिहासिक हुने अनुमान गरिएको छ। यदि प्रवासमा रहेका 40 लाख हाराहारी मध्ये आधा मात्रै नेपाली पनि निर्वाचनमा सहभागी हुने परिस्थिति बन्यो भने झण्डै 30 लाख मत यसपटकको निर्वाचनमा नयाँ र निर्णायक बन्नेछ। साबिकको 11 लाख बढी मत रवि लामिछाने माथिको अन्याय विरुद्ध हस्ताक्षर गर्न 45 लाख जनसमुदाय र यस अवधिमा जोडिएको युवा मतले आफू निर्णायक र विशाल शक्ति बन्ने रासोपाको दाउ छ।